यो त पाल परेछ है आम्बो छ नि त ए सर्लक्कै छ है यो त मारेको छ हौ मेरो रुम चाहिँ अब त्यहाँदेखि अगाडि है फेरि अरे हो यो गल्लीदेखि यसो ट्याक्क मात्र लेफ्ट जाने बाटो छ नि ठ्याक्क लेफ्टमा मेरो रुम चाहिँ अब अनि अबको पार्क चाहिँ यहाँ छ फेरि पार्कदेखि यहाँ आउनु अब 2 मिनट हो क्या 2 मिनट होइन 1 मिनट रुमदेखि पार्क आउन 1 मिनट पहिला पनि एमएसता पार्कमा नजिक अहिले नेगेसी पार्क नजिक आम्बो हिउँ त डेडली छ है चिसो हिउँको सहरमा क्या दादाहरू फेरि अनि आज चाहिँ के भन्दाखेरि चाहिँ यो ज्याकेट गच्छ देखिरहेको होला है ज्याकेट यस्तो गरौँ आज चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो क्लासदेखि चाहिँ लास्ट त उन्दो खायो क्या उन्दो खायो चाहिँ अब टुर अब सम्झना बिर्सना जे भने पनि नेगेसी गयो हुन्छ अब हाम्रो क्लास चाहिँ B9 क्लास B9 नम्बरको क्लास चाहिँ अब हाम्रो लास्ट क्लास थियो घुम्न आउने साथीहरूसँग चाहिँ अन्तिम हो अस्ति त सिनेमाको भिडियो चाहिँ सिनेमा गएर त्यो गराएको भिडियो चाहिँ खासै हालिनँ किनकि खासै हाल्ने खालको पनि बनेन यो पनि बनाउनु त बनाएको छु हाल्छु हाल्दैन थाहा छैन आम्मा हिउँ त चिफेर मर्छ आज पार्कमा यस्तो हिउँ छ अनि उन्दो खाएर फुटबल ल माको यहाँ कसले खेल्छ फुटबल अब खेलेर देखा फुटबल अब खेलेर देखा फुटबल पार्क सडक सुतो छ क्या पार्क ल सर्लक्कै सुतो छ क्या पार्क चाहिँ होइन अनि सर्लक्कै छ क्या छ त ल एकछिन है यहाँ यस्तो बवाल परेछ हिउँ ल यहाँ कुरी एकछिन है यहाँदेखि देखिन मिल्ने त्यहाँ चाहिँ केटाहरू के गर्छ अब यहाँ यस्तो हिउँमा यस्तो छ सर्लक्कै हिउँ अनि यस्तोमा केरी खेल्छ फुटबल केटाहरूले अब खेल फुटबलमा यस्तो छ हिउँ छरप्रष्ट हिउँ चाहिँ मिठो परेछ यार हाम्रो त्यो त परेन नि हिउँ जस्तो हाम्रोतिर नै एक स्टेसन यताउता यस्तो एक स्टेसनको फरक पनि यस्तो बबाल हिउँ परिदिएर आयो यार तर मौसममा क्लिन निट एन्ड क्लिन छ क्या आज चाहिँ ल सब केटाहरू आएर बसिसके जस्तो लागेको थिएँ जाप्नु चाहिँ म चाहिँ यता पार्कमै आएर बस्छु भनेर भनेको थिएँ अब खेल्न केटा फुटबल खेल अब आएर खेल फुटबल यस्तोमा यो मुस्ताङ घाँस त फिलाइरह यार आम्बो ल यहाँ कसले हिजो के बनाएछ नि यहाँ यस्तै हिउँ पर्दा को आएको थियो तिनीहरूले बनाएछ यहाँ चाहिँ है यस्तो अनि यस्तो हिउँ छ है ल यस्तो छ हिउँ त्यही हो अब एकछिन बाइकतिर चाहिँ साथीहरू आएछ बरामला चाहिँ यस्तो यस्तो भएको छ यहाँ चाहिँ यहाँ बनाएको छ गाइस बिहाइन्ड द सीन है टिकटक बनाउनको लागि यहाँ हेर्नु ज्याकेटहरू अलि हेल्पफुल के फेरि म त भरे यो अपलोड मैले गर्छु भयो हो त्यो गरे भइसक्यो म सबको ज्याकेट बोकेर यो पासी बल्टियो हो र हैन देखेछ पुरा घाम पलिरहेको कालो देखियो होला है तिमी मान्छे कालो भएर अलिक यस्तो मेकअप गराउनु पर्छ नि कति वर्षपछि ल यो भिडियो फेरि अर्को आइमुख ढोको भनेको अब ल उसको भिडियो देखेर बोल्नु पनि डर लाग्छ यो नेपालથી ल्याइदिए खोलेको थिएन मैले
यहाँ त नयाँ नयाँ मस्त तर मलाई सानो भएछ क्या नछानिके नगरिकन लिएर आएको नेपालदेखि आउँदाखेरि त्यो के हो अरे ल हिँड्यो है हामी चाहिँ फेरि मुभ मुभ भनेर अरू ठाउँमा मिनी भ्लगर दादा फेरि केटाबाट बास्केटबल पनि लिएर आएको छ केटाहरूले उताबाट केटाको त के होइन गएको बास्केटबल ल एकछिन तल फुटबल खेल्यो सबै साथीहरू फर्किरह यहाँ चाहिँ हिउँ बेसी भयो भन्ने कुरा आयो अनि म उता गएँ सिधै यता आएको क्या अनि चाहिँ हाम्रो साइको है हाम्रो नियम गएको साइको है यता कुन्दो खायो हाम्रो हो दिस इज द लास्ट मेमोरी फर नियममा गएको सौजी गर्दा रहेछ यहाँ चाहिँ ठिक लाग्यो तर मेरो रुम चाहिँ अब यहाँदेखि उता नजिकै हो है सोनमा ल उता त गइरहेछ यता जान नमिल्ने रहेछ चाहिँ जानै थाहा जान मिल्ने त भने 2 वर्ष अगाडि नै आएको यहाँ ओ माउन्ट फुजिसान मिठो देखेछ है ल साथीहरू सेन्से फुजिसान कस्तो बबाल देखेछ है तर कसम भनेको फुजिसान एकछिन म जुम गरेर देखाइदिन्छु केटाहरू चिज हान्दैछ यहाँ तर देखिसकेँ बब्बाल देखेछ एकछिन अलि जुम गर्छु है मेरो रुमदेखि अब 1 मिनट हो दिनकै दादालाई फुजिसान हेर्छ यहाँदेखि चाहिँ दादाको लागि फुजिसान भनेको नर्मल हो अब त्यो सिजुकातिर पर्छ कहाँ पर्छ थाहा छैन फुजिसान पर्ने चाहिँ तर त्यहाँ यो चाहिँ फुजिसान हो है जापानको सबभन्दा अग्लो हिमाल नेपालको सगरमाथा जस्तो चाहिँ जापानको अग्लो हिमाल अच्छा अल क्लियर देखेछ है त्यही आज चाहिँ हाम्रो अब नियम गएको बिक्यु क्लासको क्या लास्ट उन्दो खाइयो अब ब्याड मेमोरी गुड मेमोरी के हुन्छ ल राख्ने ठाउँ चाहिँ उता रहेछ केटा सबले ठाउँ राख्न जाऊ त्यहाँ बेन्चमा त्यहाँ छ केटा त्यहाँ बास्केटबल खेल्ने ठाउँ पनि कोर्ट पनि रहेछ है त्यहाँ चाहिँ ल यो चाहिँ मैले याद गरेको थिएन 2 वर्षमा मैले चाहिँ याद गरेको थिएन कोर्ट पनि रहेछ ल हामी चाहिँ यहाँ कोर्टमा खर्छौँ ल हाम्रो चाहिँ फेब्रुअरी सेन्स हो यो चाहिँ सेन्सले भ्लग नै क्यामेरै बोकेर आएको छ उसको गोप्रो नै बोकेर आहा अनि यहाँको लागि चाहिँ यो चाहिँ अब हाम्रो चाहिँ उन्दो खाइ चाहिँ साइगो उन्दो खाइको छ ल यहाँ चाहिँ यसो गराउनु गरेको छ तिमी कहाँ भनेको आज क्यामराम्यान है हामी त गेम खेल्छौँ तिमीले हल्का भिडियो सुट गर्ने तिमी पनि खेल्ने खेल्न तर हल्का बिचमा हाम्रो आज सुट गरिदिने क्या लाउज एकछिन हामी त ल ऊ चाहिँ क्यामराम्यान आज एकछिन लागि मेरो भ्लगको लागि मिनी भ्लग सबै आउँछ आज चाहिँ अब सायद म यो चाहिँ युट्युबमा हाल्छु चिनेको चाहिँ मैले हालिनँ किनकि खासै अब हाल्ने खालको पनि थिएन ल यो चाहिँ भलिबल हो यो चाहिँ अब फेरि अर्को भिडियो निस्क्यो है मेरो लागि चाहिँ बास्केटबल ल आउन एकछिन भिडियो गर न गाइज आज हामी चटपटे पनि खाने गेम पनि यस्तो रमाइलो छ है कहाँ आउनु आफ्नो चाहिँ कसले मारिन्छ ओइ भएको सुरु भएको ओइ सुरु भएको र ल आइज खोस्न आइज सोचिमा टोकेको दास
おおうわすごいのちょअलिक कस्तो छ चाहिन्छ下手だなおうそれドッジボールだよドッジボールわかるドッジボールम यहाँ हेर्दिएछुどこに行ったबोल न म चाहिँ यहाँ यस्तो गर्दैछु पर्मिला बोला न ओइ ओइ सञ्जोक यहाँ
थाकेर ए पर बसिया थाके गोल हान्छ गोल भएन त नि एउटा भित्र पसेपछि खेल्छ गोल गाइस गोल ल आयो डन आयो अब अनि बल झरेपछि पछाडि झराइ गरा यो त अब म यसै हेर्दिन्छु बल ल ओ माछाला त्यसले कहाँ जान्छ बल मान्छे पारिदो छ है गाइस चाटपटी टिम सेन भिडियो म ओके त्यही कुरेर ने तिर्थे ल साइगो हो नि त हाम्रो उन्दै खैला केही भन अब न्याङ्गाको अरू झ्याग्ने ल भुसाल सबको इकेन अब यहाँ चाहिँ मजा आएन मेरो निन्द्रामा चाहिँ खराब भयो 2000 जित्यो 2000 ए अँ त 2000 जित्यो नि त आज हाम्रो खै ल मलाई मेन यहाँ म तसँग खान्न भन्ने क्या मलाई पुगेन है मलाई सेक्रीमा चाहियो सबको आउँछ र आज लास्ट हो नि त उन्दो खाइ सबको बनाउँछु मैले केही भन न हजुर नचाहिन्छ नि कस्तो नचाहिन्छ म चाहिँ साथै म भात त हातले खाएको छैन जन्मेदेखि अनि चटपटी अनि त नि मलाई खेलाडीले के व्यवस्था छैन यार जुत्ता खोल्दिनँ म त हिजो बेलुकी लगाएको जुत्ता अहिले खोल्यो भने त चमक चाहिने चमक छ मसँग म बस्नु चाहिँ कहाँ अब खुट्टा दुखेको छ हौ खै त अनि कचो अघि देखाइरहेको थियो सेन्से घाइते भयो चाहिँ हाम्रो चाहिँ दाइजी को ज्यान है सेन्से तुरंत इतने कुछ ऐसा है तो学校にあれ湿布ってあります。あれはプレートはプレートあれ紙プレートは紙プレート紙プレート紙プレートここ ल हाम्रो सेन्से त यस्तो दयालु है त्यो चोर्दैन खाने भुसालाई थाहा थियो यस्तो यहाँको पन्च हान्छ लगाएर यस्तो बनाएको छु ट्याकट्याकमा सर्ट है अँ ल हे छिरेन ल है ल सन्जक यस्तो हान्न देउन त सबले कस्तो लाडो दिमाग के
आन बुझेको चस्मा त नाक मात्रै लामो रहेछ चस्मा बिना त नाक छेडियो मैले डान्स गरेँ है साइकलमा हावा गरे जस्तो गरे तिम्रो छाया हो त्यस्तै गर्दा अब छायामा अलि छायामा ग्याप राखेर यो हात पनि यस्तो बगलमा राख न ओइ होइन रे यस्तो ओइ हेर नि त्यहाँको त ल मैले यही भिडियो हाल्छु नि टिकटकमा अब चला मैले त कुल चलाउँछ र 片付けるの手伝いなさいほら。なんで先生いややめて取らないで。どうして先生の事故のビデオ先生よしयस्तो पनि हेर ब्याग उत्ता जानु के ब्याग त यस्तो गर न तिमी अनि यस्तो त्यहाँ छायामा कि यस्तो यस्तो गर न घरलाई भिडियो सेन्ड गरिदिन्छु म जबरजस्ती गरिरहेको छु नाइ दावा दोस्त एकछिन होल्ड इट ओ माय होल्ड इट ला भेट्यो दावाले ला सपनाले भेट्यो दावा ल हट्ने म भिडियो हालिदिन्छु ल हान ल हाम्रो चाहिँ गोमी फुकुर है उहाँ चाहिँ गोमी म्यान कहिले वाक्क गर्नुहुन्छ कहिले पछि लिएर हिँड्नुहुन्छ भने नि अनेक गर्नुहुन्छ है अनि दाइले फोटो पछि को ल्याइदियो फेरि आहा गाइज सेन्से ありがとうカバンありがとう मिला